एकदमै दुःख लागेको छ यो कुरा भनिराख्दाखेरि। मेरो चाहना उहाँहरूसँग जोडिएर फाइदा लिनु थिएन, मलाई त मात्र उहाँहरूको आशीर्वाद लिनु थियो। तर धेरैजनाले अलिकति 2 मिनट समय दिनुहोस् न, मलाई आशीर्वाद दिनुहोस्, बोलिदिनुहोस्, मलाई अझ उत्साह बढेर आउनेछ भन्दाखेरि अलिकति रुखो बोलिदिँदाखेरि एकदमै त्यो अलिकति त्यो व्यवहार देख्दा चाहिँ दुःख लाग्यो। त्यस्ता मान्छेहरूको आशीर्वाद पनि चाहिँदैन हामीलाई, जोसँग एकदम अनुरोध गरेर आशीर्वाद लिनु परोस्। जसले सजिलै स्वीकार्नु भयो उहाँकोमा म आएकी छु। उहाँले मलाई आशीर्वाद दिनुहुनेछ र मलाई विश्वास छ उहाँको आशीर्वाद नै मेरो लागि सबैभन्दा ठुलो कुरा हुनेछ। र मलाई विश्वास छ हजुरले मलाई माया त सधैँ गरिराख्नुहुनेछ। सम्भव भएसम्म आज जतिजनाले सजिलै स्वीकारेर मनदेखि हामीलाई, हाम्रो टिमलाई आशीर्वाद दिनुहुन्छ, उहाँहरूको आशीर्वाद हामी तपाईँहरू समक्ष राख्नेछौँ। अहिलेलाई कार्यक्रमको सुरुवातमा अति नै आदरणीय मदन कृष्ण श्रेष्ठ बुवाको आशीर्वाद लिँदैछु, सुनिदिनु होला। धन्यवाद।